साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका 1-2 स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ। सम्भावित हिमपात वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ। देशभरका अदालतमा भदौ 24 गते भएको तोडफोडका घटनाबारे जाहेरी दिइने भएको छ। आज बसेको फुलकोटको बैठकले क्षति भएका सबै अदालतको जाहेरी प्रहरी कार्यालयमा अनुसन्धानका लागि दिने निर्णय भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले क्षति पुगेका सबै अदालतले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने र आफूसँग भएको प्रमाण उपलब्ध गराउने जानकारी दिनुभयो। अदालतले कसैको नाम नथोकी अनुसन्धानका लागि जाहेरी दिने उहाँले बताउनुभयो। आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित 23वटा अदालतमा क्षति भएको छ। गत भदौ 23 र 24 गते भएको जेनजी पुस्ताको आन्दोलनपछि मुलुकभर फरक परिस्थिति बनेको छ। यो आन्दोलनले जेनजी पुस्तामाझ परिवर्तन हुन्छ भन्ने उत्साह थपिएको छ। यो आन्दोलनले अहिलेका पुस्तामा राजनीतिक चेतना समेत बढाएको विश्लेषण भएका छन्। पाल्पाका जेनजी पुस्ताले पनि आन्दोलनपछि सुशासन कायम हुनुपर्ने र भ्रष्टाचारको अन्त्यका लागि अन्तरिम सरकारले महत्त्व दिनुपर्ने सुझाव दिएका छन्। थप विवरण सहित पाल्पा सहकर्मी माधव परियाल। जेनजी पुस्ताको आन्दोलनले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिएको थियो। आन्दोलनको मर्म भनेकै युवालाई रोजगारी खोज्दै विदेश जानु नपरोस्, घाँस, बाँस र कपासको मुलुकभित्र प्रबन्ध होस् भन्ने अपेक्षा हो। प्राप्त लोकतन्त्रको खिल्ली उडाएर मनोमानी चलेको सरकारको विरोधमा उत्रिनुको कारण भने मुलुकभित्र सुशासन कायम गराउँदै भ्रष्टाचारको अन्त्य नै भएको मात्र नभई प्रत्यक्ष कार्यकारी प्रमुखको माग रहेको जेनजी पुस्ताका अगुवाको भनाइ छ। पाल्पा तानसेनका जेनजी पुस्ता देवेन्द्र भण्डारी। मागहरू खास गरी चाहिँ भ्रष्टाचार विरुद्धको थियो हैन। भ्रष्टाचार विरुद्धको सिलसिला सँगसँगै हाम्रो चाहिँ प्रत्यक्ष कार्यकारीको एजेन्डा थियो। त्यसको लागि चाहिँ अब अहिलेको सरकारले यही अनुसार निर्वाचन भयो भने चाहिँ पहिलेकै पुराना दलहरू र तिनीहरूकै आफ्नै मान्छे र नजिकका मान्छे पैसा खुवाएर हुन्छ कि जसरी हुन्छ तिनीहरू नै आउने देखिन्छ। त्यसको लागि चाहिँ जेनजीहरूको माग चाहिँ प्रत्यक्ष कार्यकारी थियो। त्यसको लागि चाहिँ अब के गर्न सकिन्छ, संविधान अनुसार जाने हो भने चाहिँ फेरि यो पोसिबल देखिँदैन यो पालिलाई। अब अहिलेको गठित अन्तरिम सरकारले कसरी हुन्छ जेनजीहरूको माग सम्बोधन गर्ने हिसाबले आगामी कार्यदिशाहरू तय गर्दै अगाडि जान चाहिँ मेरो सुझाव दिन चाहन्छु। जेनजी आन्दोलन स्पष्ट र सफा थियो भन्नेमा कुनै दुई मत छैन। अन्तरिम सरकारले संविधान संशोधनको आधार खोजी गरेर पुरानो संविधान अनुसारको निर्वाचन हुन नहुने अपेक्षा जेनजी पुस्ताको छ। दलीय पाटनको आधारमा भएका भ्रष्टाचार निर्मूल पार्दै शान्ति र समृद्धिको खाँचो अहिलेको आवश्यकता हो। त्यसैले वर्तमान सरकारलाई दबाब दिएर पनि प्रत्यक्ष कार्यकारीको निर्वाचन पर्नेमा उनीहरूको जोड छ। तानसेन नगरपालिका 6 का जेनजी पुस्ता आयुष सुवेदी। हाम्रो आन्दोलन चाहिँ भ्रष्टाचार विरुद्ध अहिलेसम्म जुन पार्टीगत हिसाबले भ्रष्टाचार भइरहेको थियो देशमा त्यसको विरुद्ध थियो खासमा चाहिँ। अब भने जेनजीले के चाहन्छ भने एउटा नयाँ सरकार जुन भ्रष्टाचार विरुद्ध काम गरेर एउटा देशव्यापी रूपमा नयाँ सरकार गठन भइकन देशमा चाहिँ शान्ति समृद्धि आओस् भन्ने जेनजीको आशा त्यही नै हो। तर अहिलेको परिस्थिति अनुसार चाहिँ पुरानै दिशातर्फ गइरहेको बिस्तारै बिस्तारै त्यतै लम्किरहेको हामीले देख्न सकिन्छ। यसलाई अब हटाउनको लागि चाहिँ कि त संविधान संशोधन हुनु पर्यो। त्यसमा अब के गर्न सकिन्छ, संविधानकै हिसाबले जानियो भने चाहिँ यो प्रक्रिया अलि जटिल हुन्छ। त्यसकारणले अब अन्तरिम संविधान ल्याएर हुन्छ कि अब राष्ट्रपतिको सहयोगमा हामीले अब मिलेर के गर्न सकिन्छ, अन्तरिम संविधान ल्याएर नयाँ संविधान बनाएर हुन्छ सकिन्छ। देशको आर्थिक हिसाबले त्यो सकिन्छ भने त्यो गरौँ। जसरी हुन्छ यसलाई चाहिँ पुरानो हिसाबमा जान दिनुहुन्न भन्ने जेनजीको माग हो। अन्तरिम सरकारले जेनजी पुस्ताले गरेको आन्दोलनको मर्मलाई पन्छाउन हुँदैन। भदौ 23 र 24 गतिको